नमस्कार, म डाक्टर आदर्श। नेपालमा हरेक वर्ष हजारौँले सर्पले टोकेको घटनाहरू हुने गर्दछन्। विशेष गरी तराईका जिल्लाहरू र मनसुनको समयमा यस्ता घटनाहरू बढी भेटिन्छन्। यसै विषयलाई लिएर आज हामीले एक भिडियो सामग्री तयार पारेका छौँ। नेपालमा पाइने प्रमुख विषालु सर्पहरूमध्ये राजगोमन, करेत, रसल भाइपर, हिमालयन पिट भाइपर र हर्यौ जस्ता सर्पहरू पर्दछन्। सर्पले टोकेको अवस्थामा के गर्ने त? सर्वप्रथम त बिरामीलाई शान्त राख्नुहोस्। डर र तनावले विष छिटो फैलिन सक्छ, त्यसैले बिरामीलाई ढाडस दिनुहोस्। हल्लिन नदिनुहोस्, सकेसम्म कम हिँडडुल गराउनुहोस्, यसले विषको गति कम गराउँछ। टोकेको अङ्गलाई हृदयको सतहभन्दा तल राख्नुहोस्, यसले विष फैलिन कम गर्दछ। टोकेको ठाउँका औँठी, चुरा, जुत्ता वा टाइट कपडाहरू तत्काल हटाउनुहोस्, नत्र सुजनले रक्त सञ्चारमा नोक्सान पुर्याउँछ। साबुन पानीले राम्ररी घाउ सफा गरेर छिटोभन्दा छिटो नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्याएर उपचार गराउनुहोस्। सर्पले टोकेको बेलामा के नगर्ने त? टोकेको ठाउँमा चिरा नगर्नुहोस्, यसले इन्फेक्सनको चान्स बढाएर लैजान्छ। विष चुस्ने कोसिस नगर्नुहोस्, यसले उपचार नगर्न सक्छ र जोखिमपूर्ण हुन सक्छ। कसेर बाँध्नु हुँदैन, यसले रक्त सञ्चारमा रोकिएर गम्भीर असर पर्न सक्छ। घाउमा जडीबुटी, तेल, नुन, गोबर लगाउनु हुँदैन, यसले सङ्क्रमण र उपचारमा बाधा दिन सक्छ। धामी झाँक्रीकोमा उपचारका लागि नलगी छिटोभन्दा छिटो नजिकैको स्वास्थ्य संस्था वा अस्पताललाई उपचार गराउनु पर्दछ।